कालो झोला कथाकार समीरण छेत्री प्रियदर्शीद्वारा रचित कथा कालो झोलाले इतिहास बताउँछ हामीलाई। यस कथालाई हामी ऐतिहासिक कथाकार बनिन सक्छौँ। यस कथामा जुन घटनाहरू वर्णन गरिएका छन् र त्यसले हामीलाई दोस्रो विश्वयुद्धको समयमा लिएर जान्छ। आजाद हिन्द फौजले लडेका ती महान युद्धहरूको छलछली अगाडि सम्झना अथवा चित्र प्रस्तुत गराउँछ हामीलाई। र त्यस आजाद हिन्द फौजको सिपाही बनेर लडेका असङ्ख्य हाम्रा वीर वीरङ्गनाहरूको गाथा यस कथामा हामी पाउँछौँ, जुन गाथालाई हामी अन्य पाठ्यपुस्तकमा पाउन सक्दैनौँ। सायदै पाउँछौँ हामी उनीहरूका नामहरू। र समीरण छेत्री प्रियदर्शीका अन्य प्रकाशित कृतिहरू मध्येमा गैरी गाउँकी चमेलीले 2009को साहित्य अकादमी पुरस्कार प्राप्त गरेको थियो। र कथा कालो झोला यस्तो छ। एउटा थाङ्ने मानिसलाई स्याल्दाको ट्रम्प स्टपमा चिच्याइरहेको प्राय देख्छु। उसको हातमा एउटा काती परेको पुरानो झोला छ, बर्मेली झोला। धेरै कुरा फलाच्छ, ध्यानले कसैले सुनिँदैनन् उसलाई। सुन्नेहरूका कानसँग उसलाई वास्ता छैन। ऊ झनझन कराउँछ, पागल ऊ होइन। उसको छेउमा पुगे म। उसका कुरामा ध्यान दिएको देखेर झनझन उत्तेजित भएर मतिर हेर्दै फलाक्न थाल्यो। आउने जाने भिडले उसलाई एकटक हेरेरै जान्थे। महानगरीका व्यस्त शरीरहरूलाई एक क्षण उभिने समय छैन, ऊ कराउँदै थियो। छैन, उनीहरूको नाम छैन तिम्रा इतिहासका पाताहरूमा, तिम्रा दन्ते कथामा, तिम्रा पाठ्य पुस्तकहरूमा कहीँ पनि कतै पनि छैन तिनीहरूको नाम। इतिहासले उनका नाउँ स्वीकारेन, त्यो बलिदानको कदर गरेन। यति बेला उसले हातको कालो झोला माथि उठायो औ एकपल्ट आफूमाथि लगेर हल्लायो औ काँधमा भिर्दै फेरि भन्न थाल्यो, यो झोलामा बसेका काला खाटा रङले रङ्गिएका होइन, यो त आलो रगतको खाटा हो। निहालेर छोएर हेर्नुहोस्, यसले इतिहास फलाक्दैछ। भन्नुहोस्, को गनाउँछ, कसको रगत गनाउँछ यो झोलामा? ऊ साँच्चै पागल जस्तो हुन थाल्यो। बिसाएर फेरि बडो भावपूर्ण मुद्रामा भन्यो, यो 2022 भरभराउ वीरमणि मिस जोसेफाइनको हो। जोसेफाइन, कमला थापा, रेणु चाम्लिङ र स्टेला लाइन्सलाई कसले चिन्छ आज? कसले गर्छ त्यो असाधारण साहसको प्रशंसा? उनीहरूको आत्मिक मुक्तिका लागि कसैले कामना गर्यो? यो क्रूर वसुन्धराको अन्तरालमा आज उनीहरू विस्मित भएर गए। मृत कतिपय च्याउ जस्तै उनीहरूको हाड बर्माका निर्जन वनमा सडिरहेका छन्। को थिए यी रमणीहरू? को थिए सुशीला तामाङ र लक्ष्मी स्वामीनाथन? हो, यी वीरङ्गनालाई चिन्न चाहनुहुन्छ भने म सँगसँगै हाम्रो विगततिर जानुपर्छ। आउनुहोस्, हामी बर्मातिर जाउँ, आजाद हिन्द फौजका अविस्मरणीय सङ्ग्रामी दिन र साँझहरूतिर। मलाई आजाद हिन्द फौजको इतिहास मनपर्छ, त्यसैले म झन् नजिक गएँ उसको। नाटकीय ढङ्गले सुभाष भनेर सुभाषको रेडियो घोषणा बोल्न थाल्यो। ट्रामबाट मानिसहरू मुन्टो झिकेर हेर्दै थिए। ऊ हात हल्लाइ हल्लाइ सुभाषको चरित्र बनेर घोषणा गर्न थाल्यो। मेरा प्रिय भारतीय दिदीबहिनी हो, सामुन्ने छन् हाम्रा कठिन दिनहरू। आजादी सैनिकहरू भारत माताको मुक्तिका लागि हजारका सङ्ख्यामा वेदीमा बलि बन्दैछन्। हाम्रो दलले माथि ब्याङ्कक, फर्मोसा र पारी बर्मासम्म प्राणपणले शत्रुहरूसँग टक्कर लिइरहेका छन्। म आह्वान गर्छु एसियामा बसोबास गरेका मेरा दिदीबहिनी र छोरीहरूलाई, म विश्वास गर्छु हाम्रा भारतीय वीरङ्गनाहरूले झाँसीकी रानीको बलिदान बिर्सेका छैनन्।
लक्ष्मीबाईले जस्तो हाम्रा दिदीबहिनीहरू पनि लड्न तत्पर छन्। उसले बिस्तारै भन्यो। यही थियो नेताजीको रेडियोमा धारिलो भाषण। उसले फेरि भन्यो, अनि त उनको आवाजलाई मिच्दै रेडियो प्रसारण आयो। बुटहरू बजेको, बम खसेको, तोप र गोली पड्केका आवाजहरू, फेरि सुनिए नाराहरू। इन्कलाब जिन्दाबाद, इन्कलाब जिन्दाबाद, नेताजी जिन्दाबाद, नेताजी अमर रहून्, तोतोजी जिन्दाबाद, साम्राज्यवादी होशियार, इन्कलाब जिन्दाबाद। भारत माताजी उठे, आग का गोला शोला भड़क उठे, बड़े चलो, साहेब लोग वापस चलो, प्राण देकर जाएंगे, खून देकर पाएंगे, स्वाधीन भारत साकार होस्, अन्तरिम सरकार अमर रहे। बोल्ने बौला थाकेछ। एक क्षण बिसाएर बस्यो। मतिर किरकिर हेर्दै थियो। मलाई लाग्यो यो मान्छे साधारण मान्छे होइन। मैले उसको छेउ गएर सोधेँ, तपाईँ त कराएर थाक्नुभयो, आउनुहोस् चिया पिउँ। ऊ थोरै गाला खुम्चाएर हाँस्यो औ उठ्यो। स्टलमा चिया पिइसकेपछि मलाई के भयो, डायरीको एउटा पाता च्यातेर मेरो बालीगञ्जको डेराको ठेगाना लिँदै उसलाई भने, यति बेला त मलाई हतार छ, सक्नुभयो भने कृपा गरी यो आइतबार मेरो ठेगानामा पाल्नुहोला। मलाई यो कथा सुन्न मन लागेको छ। उसले ठेगाना राम्ररी हेऱ्यो औ एक क्षण घोरिएपछि भन्यो, हुन्छ, म ठिक 3 बजे आइपुग्छु। त्यसपछि त लामो सास फेरेपछि उसले भन्यो, त्यसपछि त सुभाषको पुकारमा कति भारतीय रमणीहरू सिङ्गापुर पल हिल क्याम्पमा भेला हुन थाले। 1943 को जुन महिनामा बर्माबाट, मलयाबाट, जाभा, सुमात्रा, ब्याङ्कक, हङकङ, कम्पोचिया, फर्मोसा, सङ्घाई, टोकियो, हेनोई तथा बर्नियोबाट दलका दल भारतीय नारीहरू सिङ्गापुरमा भेला हुन थाले। नारीहरूको शिविर खचाखच हुँदै गयो। कुन हिन्दू, कुन मुसलमान, कुन सिख, क्रिस्तान, बङ्गाली, नेपाली, मालेई सब छन्, भेला भइसके सबै। हामी लड्नेछौँ नेताजी, छातीको रगत पखेर हामी प्रमाण दिनेछौँ, हामी झाँसीकी रानीका सार्थक उत्तरसुरी हौँ। यी हुन् लक्ष्मी स्वामीनाथन, ती हुन् प्रतिभा थापा र उनीहरूलाई अङ्कमाल गर्दै हाँस्ने इला पाल। ऊ पर उभिने अग्ली युवती हुन् रेबा सेन औ छेउमा बस्ने चाहिँ कमला थापा र रीता भट्टाचार्य, सबै किरितादी। चमेली निरौला, माया गङ्गुली, मिस सलिम, बेला दत्त, जानकी थिरवास, बलजित कौर, रानी शोभा सुब्बा यही शिविरमा प्रशिक्षण लिँदैछन्। झाँसीकी रानी उनीहरूको बटालियन, कुमारी जसेफाइन उनीहरूको कमान्डर औ मिस स्टेला र मिस मारिया क्याप्टनहरू। एउटी वृद्धाको शिविरमा प्रवेश भयो। वृद्धा भन्छन्, मलाई तिमीहरू जस्तै स्वदेशका निम्ति बलि हुनु छ, म घरमा कुरेर बाँच्न सकिनँ। मिस स्टेला अगाडि आएर भन्छन्, तपाईँ हुनुभयो हाम्री माताजी, स्वागत छ आमालाई। आनन्द र गौरवले वृद्ध चन्द्रमुखी देवीका आँसु बगे। कहाँ राख्ने तिमीले यो पाएको अभिमान, त्यो गौरव। मिस जसेफाइन कराउँछिन्, कमला, प्रशिक्षणका लागि बहिनीहरू तयार पार। इन्द्रा गुरुङले 9 लाख रिक्रुटरलाई राइफल खेलाउनु। एउटा कुरा सबैले मनमा राखुन्, हामी कोमल प्राणा नारी मात्र होइनौँ, हामी पुरुषहरूका निम्ति बनिएका फुल सय्या पनि होइनौँ जो जता राख्दा पनि सजिन सक्छ। हामी यति बेला कठोर वज्र बनेर शत्रुसँग टक्कर लिने तोप हौँ, जोन अफ आर्क हौँ। मटार मसिनगन, राइफल र ग्रेनेडहरू पाखा घाममा सबै पुज्दै छन्। सुन्नुभयो त्यो आवाज? नारीहरूकै शिविरको छेउमा अमेरिकन बम पड्क्यो। सन् 1944 साल भयानक साल थियो त्यो। यो वसुन्धराले अर्को 1944 नदेखोस्। क्रूर यो 44 सालको 15 फरवरी इम्फाल र आराकान अभियानका लागि झाँसीकी रानी बाहिनीका वीरङ्गनाहरू तैनात गरिए। दिल्ली चलो, दिल्ली चलो, पाइलाहरू बढ्दैछन्।
इन्कलाबको नाराले बर्माको जङ्गल गुन्जिरहेछ। बकिङहम दरबारमा भूकम्प गयो। इङ्ल्यान्डको राजमुकुटको निधारे युँ बन्दकमा गयो। हिटलरले 50 लाखको हतियार पठाएको बाटैबाट पुलिसहरूले खोसे, जापान पुग्न पाएन। 1944 गयो बल्ल, तर जन्माएर गयो अर्को 45 साल। भयानक कालो यो 1945 साल। कालहरू ओकल्न थाल्यो पहाडहरूले। आजादी फौजले दुर्दिन देख्न थाल्यो। मुसलधारे वर्षाले इम्फाल अभियान परित्याग गर्नु पर्यो। आराकान, मण्डले र मेटकिल्लाहरू शत्रुहरूले अधीनमा गले। आजादी बाहिनीले पोपाहिल, लेगी र कबु अञ्चलहरूमा लडे पनि रङ्गुन पुग्ने फौज घेरामा परिसक्यो। जर्मनी सहायता पुग्न छोड्यो। भारतले अङ्ग्रेजलाई सेवा गर्दैछ। उता सुभाषदा चिन्तित छन्। रासिन पानी बन्द भयो। जापानी सिपाहीहरू भोकले मर्दैछन्। आसामको 17 डिपमा जापानी ब्यारेकहरू जलेर अन्न सब खाक भए। सुभाषदा चिन्तित छन्। साम्राज्यवादी सभ्य कहलाइएका एङ्ग अमेरिकन फौजले झाँसीकी रानी बाहिनीका गर्विला वीराङ्गनाको इज्जत राख्ला। रेड क्रसको चिन्ह देख्दै डेरिनमा बसेको आजादी बाहिनीको अस्पतालमा बम वर्षा गरी रोगीहरूलाई अङ्गार बनाएको कथा बिर्सन सकिँदैन। अङ्ग्रेज र अमेरिकनहरूबाट कस्तो सभ्यताको आशा गर्न सकिन्छ त्यो त सबैले जानेकै छन्। जीवनको व्यर्थतालाई स्वीकारेर बाहिनीहरू ब्याङ्कक फर्कन चाहँदैनन्। ब्याङ्कक पनि कसरी पुग्ने? मदन कुमार बुढाथोकीको तैनाथमा प्राय 150 सशस्त्र नारी फौजको अविस्मरणीय वापसी सुरु भयो। मिस स्टेलाको दल वनमै हरायो, पाइएन। थाई बर्मा सीमामा बसेको मोलमे रेलवे स्टेसन जाने तथा मोचाखानी भएर ताङ्गो पुग्ने चोर बाटो फैलाउनु पर्ला। बाहिनीहरू निर्विघ्न बढ्दैछन्। वनभरि लुकेर बसेका छन् कम्युनिस्ट गुरिल्लाहरू। उनीहरू पनि अङ्ग्रेजपट्टि नै छन्। बर्माको भीषण वन, तोप र बम पड्केर घरिघरि अँध्यारो चिरेर उज्यालो भइदिन्छ। विपद ज्ञापक साइरिन पनि बज्दैछन्। अब यात्रा सुरु हुन्छ एउटा रेलको बग्गीमा। एउटै बग्गी छ सबैका लागि। बग्गीको ढोका छैन। रानी फौजका वीरङ्गनाहरू बग्गीमा खाँद बसे। बग्गीमाथि बालुवाका बस्ता थुपारेर चारपट्टि मुख पारेर क्याप्टनसँगै अरू जवानहरू बसे। वागन अब खटखट गर्दै ओह्रालो बग्न थाल्यो। बाहिर चुप खोप्री जस्तो अन्धकार छ। ओह्रालो बगेको बग्गी कहीँ पनि लिक छोडेर छाँगोबाट खस्न सक्छ। कमला थापा र इन्द्र चामलिङ बग्गीका ढोकामा मसिन गन लिएर बसेका छन्। मिस सलिम र प्रतिभा इलादीसँग छेउछाउ राइफल लिएर बसेका छन्। मृत्युले जीवनलाई कुटकुटी लाएर क्षितिजमा हँसाउँदैछ। इन्जिनको सर्च लाइट मदन बुढाथोकीले निभाए। मेजर जोसेफाइन र लेफ्टिनेन्ट कर्नल बुढाथोकी इन्जिनमा उभिएका छन्। निस्तब्धतालाई चिर्दै बग्गी ओह्रालो बग्दैछ। नारी सैन्य तत्परता साथ बसेका छन्। एकाएक आक्रमण भयो। वनभित्रबाट लगातार गुरिल्लाहरूको गोली चल्न थाल्यो। धुवाँ र बारुदको गन्धले बग्गीभित्रकाहरू निस्सासिए। विपत्रेखा नागेपछि एउटा तेर्सो आयो। बुढाथोकीले इन्जिन रोके। बग्गीको ढोकामा ढाल बनेर बसेकी प्रतिभा पाल बग्गीमा थिएनन्। गोली लागेर बाटैमा झरिछ। बुढाथोकी बग्गीभित्र पस्दैछन्। अँध्यारो छ भित्र। पसारो छ खुट्टाहरूको। टेक्ने ठाउँ छैन। खोइ अलिकता खुट्टा सार त। क्षितिजबाट उज्यालो झर्दै थियो। पारीको ठाडो खोलाको सेतो पानी धमिलो देखिन थाल्यो। यतिमै इन्जिनबाट जोसेफाइन गर्लम्मै भुइँमा लोटिन्। बुढाथोकी बग्गीभित्रका मुर्दा र घाइतेहरूलाई बाहिर निकाल्दै थिए। जोसेफाइन लडेको थाहा पाएनन्। पानी पिलाउँदा इन्द्र चामलिङले आँखा चिम्ले। बग्गीमाथि बसेका सिपाहीहरू पनि लत्रिरहेका थिए। लडेकी जोसेफाइनलाई देखेर लेफ्टिनेन्ट कर्नल आत्तिए। हतपत आफ्नो काखमा जोसेफाइनको शिर अडाएर 2 थोपा आँसु चुहाए। जोसेफाइन चल्मलाइन्। अब छातीको ठुलो क्रस समाएर येशूको स्मरण गरिन्।
बुढाथोकीले वीरङ्गनाको हात चुमेर भने, जोन अफ आर्क, जोन अफ आर्क, म तिमी जस्तै वीरङ्गनाको कथा अवश्य लेख्नेछु। औ प्रार्थना गर्छु अर्को जन्ममा म तिमीलाई प्रेमिका होइन, मेरी आमाका रूपमा देख्न पाऊँ। जोसेफाइनका आँखा बन्द भए। थाइल्यान्डको नाखोन राशिमा पहाडतिर बादलहरू काला भइसकेका थिए। पानी पर्ने होला। उदोनथानी नदी बौलाएर उत्तरको वनपाखा बगाउँदैछ। त्यति बेला वरिपरिबाट सङ्गीनधारी आइरिस फौजहरू घटनास्थलमा थुप्रिए। एउटा ब्रिटिस मेजर करायो, चोट नलागेका वा कम चोट खाएका सग्लालाई घिसार लैजाऊ, भोका सिंहहरू हो, लैजाऊ, गाँजा तिमीहरूको भोजहरूलाई। को छ तिमीहरूको अफिसर? म छु, लेफ्टिनेन्ट कर्नल बुढाथोकी। मेजर पिटरले बुढाथोकीलाई सल्युट दियो। फेरि सोध्यो, तपाईँलाई चोट लागेन? लागेन, बुढाथोकीले भने। तपाईँले मेजर, बुढाथोकी कराएर भन्छ, तपाईँले घाइतेहरूको उपचारको व्यवस्था गर्नुपर्छ, मर्नेहरूलाई दबाउने प्रयास गर्नुपर्छ, व्यवस्था गर्नुपर्छ। मेजरले जुङ्गा हल्लायो औ भयानक हाँसेर उपहास गर्दै भन्यो, सब व्यवस्था हुन्छ। आइरिस सिपाहीहरूले एकाएक सग्ला तथा कम घाइते वीरङ्गनालाई भोका स्यालले शिकार च्याते जस्तै निर्वस्त्र पार्दै छेउछाउका झाडीतिर घिस्याउन थाले। करुण आर्तनादको सुरभित्र विभत्स पुरुष हाँसो मुछिँदा प्रकृति समेतलाई टिठ लागेछ। भारी वर्षा भयो। आफ्नो आफ्नो प्यास मेटाएपछि निर्दयी स्यालहरूले आफ्नै सङ्गीनद्वारा असहाय नारीहरूको हत्या गर्न थाले। बुढाथोकी अघि नै बनेटको आघात पाएर बेहोस भई भुइँमा लुटेका थिए। मेरो कथा यति हो। उठेर जाने तर्खर गर्दै थियो। मैले उसलाई सम्माएर भने, बस्नुहोस्, आज यतै डिनरको व्यवस्था गरेको छु। उसले मानेन। कालो झोला काँधमा हाल्दै भन्यो, आज क्षमा गर्नुहोस्, अर्को दिन फेरि आउँला। अच्छा नमस्ते, तपाईँको परिचय पाउन सक्थे कि? मैले नम्र भएर भने। गर्वसाथ उसले आफ्नो लौरो टेकेर भन्यो, म उही अभागी लेफ्टिनेन्ट कर्नल बुढाथोकी। म रङ्गुन जेलबाट भागेर निस्केँ 1946मा। आजसम्म यहीँ घुम्दैछु। ऊ ठम गेट काटेर गइसकेको थियो। जोसेफाइनको कालो झोला समाएर पर गेटबाट पर्केर मलाई हेऱ्यो औ भन्यो, हाउडा जाने 22 नम्बर बस होइन त? मैले हो भन्नै पाइनँ। ऊ हिँडिहाल्यो। बाटामा बत्तीहरू छिरिरि जले।